म चाहिँ फेरि अब के भन्छ परदेश लाग्यो होइन। अब आफ्नो चाहिँ के गर्नु, सानैदेखि परदेश हिँडेको मान्छे परदेशी भइयो। टक्क भारी कुम्लो रेडी भइसक्यो। अब के गर्नु, नेपालमा बसेर पनि केही ऊ छैन। अब परदेश लाग्यो। यो चाहिँ मेरो छोरीले टालिदिएको स्टिकर यहाँ के लेखेको छ, वुमेन जेरी रे टालिदिरहेछ। म चाहिँ अब लाग्यो सर उकालो। ल यो चाहिँ हाम्रो नेपालको एयरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्यो हामी चाहिँ होइन। यो ठाउँ भनेको चाहिँ धेरै मान्छेले आफ्नो सपना बोकेर सपना बुनेर यहाँबाट बाहिरिने गर्छन् होइन। दिनमा हजारौँ युवाहरू बाहिरिने गर्छ यो ठाउँबाट। कति मान्छे रोइने चराउने गाह्रो छ। दुईचोटि खुवाइदिउँ, खाँदा लगाइदिउँ नि। घोप्टिनु न। ज्यादा खुवाउँछ। Excuse me, आंटी छोड़ देना। प्लेन चढ्न लाग्यो होइन। प्लेन चढ्न लागेको अवस्था छ, सबै भइसक्यो। बोर्डिङ सोर्डिङ सब भइसक्यो। यहाँदेखि उकालो लागेपछि चाहिँ सिधै चाहिँ नि कतारमा आफू गन्तव्यमा हो। लाग्यो हो उकालो। बाई बाई नेपाल। प्लेनमा बसेको म, प्लेनमा बसिसकेँ ल। डम प्लेनमा बस्यो। आकाश छोड्न लाग्यो के अरे, धरती छोड्न लाग्यो है। धरती छोड्न लाग्यो, भोइ छोड्यो ल। भोइ छोड्यो 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 है। हाम्रो काठमाडौँ कोटेश्वर। बाई बाई काठमाडौँ। अर्को साल भेट्टौँला। राति त वाउ क्या दामी भ्यू देखिरहेको छ यार। ल लाग्यो उकालो।
रहेछ पुरै राति केही देखिँदैन अब मेरो खाना है ल्याम्प हो यो चाहिँ अरे ल्याम्प वाइट राइस अनि भेजिटेबल्स है मटर क्यारोट ल्याम्प वाइट राइस सलाद टक्कसँगले अब खाने हो अहिले चाहिँ नयाँ दिल्ली हो न्यू दिल्ली इन्डियाको न्यू दिल्ली इन्डियाको राजधानी हो यो त न्यू दिल्ली हो ठ्याक्कै न्यू दिल्ली माथिबाट आइपुग्यो हामी तर पुरै उज्यालो छ रमाइलो राम्रो रहेछ तपाईँले चाहिँ आएको छैन तर यस्तो हेर्दाखेरि चाहिँ बबाल छ न्यू दिल्ली म चाहिँ खाना खाइरहेको छु यहाँनिर यसो टक्कै न्यू दिल्ली माथिबाट छौँ हामी उडेको यहाँबाट उडेको हामी यहाँ पुगिसक्यो न्यू दिल्ली पुगिसक्यो है त मजाले फिल्म हेरिरहेको छु खानासाना खाइसकेर फिल्म हेर्दै गइरहेको छु काठमाडौँ टु दोहा अब अझै पनि 2 घन्टा 15 मिनट बाँकी छ 2 घन्टा 15 मिनट चाहिँ हामीले हुन्छ अनि हामी चाहिँ 40,000 फिट माथि चाहिँ उडिरहेछौँ 40,000 फिट माथि तल देखेको चाहिँ दुबई हो दुबई देखेको बत्ती भएको चाहिँ दुबई हो अहिले चाहिँ हामी दुबईमाथि आइपुग्यौँ यहाँबाट 1 घन्टामा ट्याक्कै कतार पुगिन्छ और ठ्याक्कै 1 घन्टामा चाहिँ ठ्याक्कै कतार दोहामा ल्यान्ड हुन्छौँ झिलिमिली छ तल रातिको 9 बजे ठ्याक्कै 9 बजे हो 9 बजे जानुभयो दोहा गएको दोहा आजको यात्रा चाहिँ सक्यो होइन यो सालको आजभन्दा यो सालको यात्रा सक्यो अनि ब्याग पर्खिरहेको छु ब्याग हाम्रो काठमाडौँबाट आएको प्लेनको चाहिँ 3 नम्बरमा ब्याग आउने हो यहाँ ब्याग पर्खिरहेको अवस्था हो कति बेला आउँछ थाहा छैन
अहिले चाहिँ मेरो ब्याग पनि आइसक्यो ब्याग आयोवरी अब चाहिँ अन्तिम चेकिङ यहाँनिर हुन्छ ब्याग पुरै आइसकेको टङटङ हाम्रो नेपालमा कहिले यस्तो हुन्छ आजको यात्रा चाहिँ सक्यो मेरो फिनिस भइसक्यो अब चाहिँ यहाँनिर चाहिँ गेट नम्बर 4 मा मैले वेट गर्नुपर्ने भएको छ गेट नम्बर 4 मा आउने मेरो साथी त्यही भएर गेट नम्बर 4 तिर लागिरहेको छु ल अब यो सालको यात्रा समाप्त भयो मेरो अर्को साल फेरि यात्रा गर्नुपर्ने हुन्छ यस रमाइलो भयो यसपालिको यात्रा पनि नेपालको बस पनि रमाइलो भयो सबै कुरा रमाइलो राम्रो भयो हाम्रो नेपालको एयरपोर्ट कहिले यस्तो भन्छ त चटक्क हेर्दा पनि वाउ खालको कहिले यस्तो भन्नु खै यहाँनिर चाहिँ मेरो साथी पर्खिरहेको छु म साथी कति बेला आउँछ भन्ने थाहा भएन भर्खर रुमबाट हिँडिसक्यो रुमबाट त नजिकै हो एयरपोर्ट चाहिँ पुरै मान्छे साथी पर्खिरहेको छ हाम्रो आफन्त पर्खिरहेको छ कोही कम्पनीको ड्राइभर आउँछ कोही अब आफन्त आउँछ यस्तै हो यहाँ चाहिँ प्लेन बस्यो दोहा कतारमा कतार एयरवेज ल म पनि आइपुगेँ अब म पनि यहाँ रुममा लाग्यो मेरो दाजु आइसकेछ लिनुलाई